चेक भल्भ यो चाहिँ नन रिटर्न भल्भ पनि भन्छ यसलाई अनि यो एङ्गल भल्भ यो फ्लेक्सिबल पाइप अनि यो इन्सुलेटेड पाइप भयो अनि यो भयो के अरे फ्लोर ट्याङ्क रेसिस्टेन्ट फ्लोर ट्याङ्क भनेको टोइलेट हो बसेर हाल्ने क्या भन्नाले कुर्सी जस्तो भयो भने चाहिँ त्यो कमोड भन्छ कमोडको फेरि यहाँ छ कमोडको तल रहेछ कमोडको के हो सर यो सिस्टम भनेको चाहिँ सिस्टम भनेको फ्लस गर्ने फ्लस गर्ने सिस्टम भन्छ फ्लसलाई फ्लोर पेन र सिस्टम यो फ्लोर पेनको यो भयो सिस्टम भनेको यो अनि यो चाहिँ कमोड र उयो सिस्टम अब बाथटबको यो धारा पनि रहेछ छ त अनि भन्नाले यो के अरे धारा भन्नाले पोइन्ट दिएको क्या ए हजुर पोइन्ट दिएको त्यहाँबाट धारा निकाले पनि भयो अथवा कुनै दिँदा पनि हुन्छ यो बाथटब भयो जमिनदेखिको मासतिर बस्छ यो अनि यो साइपन भनेको यस्तो हुन्छ यो पाइप होला होइन सर यस्तो यो पाइप नै हो तर डाडु जस्तो त्यो टोइलेटमा बस्छ अनि यो वाटर सोर्स हजुर यस्तो देखायो भने वाटर सोर्स कहाँबाट पानी ल्याइन्छ मेन सोर्स ए हजुर त्यो भयो यो सिस्टम हजुर यो यहाँनिर सिस्टमको उदेको छ नि सिस्टम मात्रै हो त्यो किनभने सिस्टममा चाहिँ यो सिम्बल दिनुको अर्थ चाहिँ यो लो लेभल र हाई लेभल हुन्छ अनि एट्याच पनि हुन्छ अनि तर यो सिम्बलले चाहिँ सिस्टमहरू हो प्लस हो भन्ने बुझाउँछ यो कन्सिल भल्भ यो भल्भकै जस्तो छ तर यहाँ सानो गोलो छ यो चाहिँ कन्सिल भल्भ अनि फर्स्ट पाइप भनेको चाहिँ ठाडो राखिन्छ तेर्सो हो भने पाइप भयो यो चाहिँ पाइप भयो है तर ठाडो राखिएको छ भने यो चाहिँ प्लस पाइप फ्लस पाइप अनि ऊ यस्तो छ भने ठुलोबाट सानो भएर गएको रिड्युसर सकेट हो यो रिड्युसर एल्बो रिड्युसर टी रिड्युसर टी त्यहाँ एकै हातको टी लगाइरहेको छ नि दोकानको सर हाम्रो यो रिड्युसर टीवाला नि हुन्छ त्यस्तो पनि हुन्छ सर रिड्युसर भनेको चाहिँ पानीको फ्लो कम गर्ने सानो बनाएर पठाउने ठुलो पाइपबाट सानो पाइपमा वितरण गर्नुको लागि हटाउने यो ट्याङ्क नट अथवा नेपल ट्याङ्कमा हालेर त पानी बाहिर निकाल्नको लागि सर मेरो एउटा क्वेसन चाहिँ के छ भने तपाईँले आज यो जुन फिगर दिनुभएको छ नि एक्जामतिर पनि यस्तै फिगर आउँछ यस्तै आउँछ र त अस्ति पाइपको फिगर दिएको आउँदैन प्रायः चाहिँ यस्तै आउँछ सिम्बल चाहिँ जान्नै पर्यो इन्जिनियरले सिम्बल मात्रै दिन्छ त्यसमा सिम्बल त जान्नै पर्छ एउटा भनेपछि भयोभरको सिम्बल सबै याद गर्न नगर्ने हुँदैन रहेछ हो त्यो हुनाले यो सिम्बल घरमा गएर मजाले याद गर्नुपर्ने रहेछ यो उ गरिराख्नु अब व्याख्या पनि गर्नु पऱ्यो नि त व्याख्या पनि गर्नु पऱ्यो फ्लोट भल्भ चाहिँ ट्याङ्की ओभरफ्लो होइन सर अनि यो एल्बो त एल्बै भएको टी नै भयो रकेट भयो युनियन भयो हजुर अनि यो के हो पम्प छ नि मेरोमा सर पम्प चाहिँ कस्तो सर पम्प पम्प भनेको चाहिँ मोटर क्या मोटर त्यसो सर अनि इलेक्ट्रिकल सिम्बल हजुर होइन हजुर अनि यो चिन्नै पर्छ यसमा बिजुली छ भनेर हजुर बिजुली बिना चल्दैन भनेर हजुर चिनाउनुलाई पनि क्रस गरेको त्यसलाई क्रस गरेर छ भने त्यो मेनुअल भयो हातले चलाउने भयो अब इलेक्ट्रिकबाट चलाउने भए यो दिन्छ हजुर अनि यो फुटबल भनेको ट्याङ्कीको मुनि के अरे अन्डरग्राउन्ड ट्याङ्कीको मुनि राखिन्छ अथवा पोखरीमा लगाइन्छ किन सर त्यो चाहिँ त्यो चाहिँ कसिङहरू नआओस् भनेर भएको पानी रोक्छ पनि आइसकेको पानीलाई रोक्छ अनि त्यहाँबाट कसिङहरू आउनु दिँदैन त्यो फुटबल भन्छ त्यसलाई यो चाहिँ यसरी हेर्नु पर्ने रहेछ यो चाहिँ धारा यो मिक्सर धारा मिक्सर धारा भनेको चाहिँ के अरे तातो यता दाहिने हातमा हातमा तातो भएको है अनि यो पाइपको सिम्बल सिधा मात्रै आयो अनि फर्स्ट पाइप चाहिँ ठाडो भयो अनि साधारण पाइपको चाहिँ तेर्सो अनि यो चाहिँ तातो पाइप यो चाहिँ ग्यास गरेको छ भने चाहिँ तातो पाइप है यो चाहिँ वास बेसिन हो यो मुनिको भाग चाहिँ
यो तिनवटा चुच्चो देखाएको छ नि हजुर त्रिभुज भएको त्यो चाहिँ बेसिन भयो के भन्नु बेसिन ए बेसिन अनि यो चाहिँ यो बोटल ट्र्यापको सिम्बल छ यो सानो ए हजुर अनि यो एफएल भनेको फ्लोर लेभल ए हामीले हजुर टेक्ने जमिन ए त्यहाँदेखि कति हाइटमा राख्ने भनेर दिन्छ ए हजुर अनि यहाँनिरको धारा दिएको छ दुईवटा चाहिँ नब क्या धाराको ए। नब त्यो भयो अनि यो सावरको लागि चाहिँ एफएलदेखि कति माथि राख्ने अब सिङ्गल हो भने यो देखाएको छ मुनि धारा छ माथि ए, हजुर। गेट बल छ यो पनि उयो अनि डबलको अर्कै सिस्टम हुन्छ ए सर यहाँ चाहिँ भाल बनाएको रहेन रहेछ यहाँ हो त्यसमा बनाएको छैन अनि परेन भन्नाले यो फ्लोर लेभलदेखिको माथि हजुर। के अरे बल्ब राख्ने त्यहाँदेखि सावर यसमा चाहिँ धारा छैन धारा बिनाको ए धारा बिनाको ए हुन्छ सर ल